हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी भद्रपुरको लोकल फुड स्टलतिर लागिसकेका छौँ हैन। आज चाहिँ हामी राजेश भाइको फुड स्टलमा आएको छौँ। भाइको चाहिँ के भन्छ, यहाँ भद्रपुर मेन रोडमै पसल छ हैन। अनि यहाँ चाहिँ हाम्रो भद्रपुरमा चाहिँ फेमस भनेको चाहिँ यो ठेलामा पाइने खानेकुराहरू चाहिँ एकदम फेमस छ क्या। सायद भद्रपुरमा आउनुहुने र भद्रपुरमा बस्नुहुने सम्पूर्ण मानिसहरूले चाहिँ हामीले चाहिँ यो फुडहरू खाएका पनि छौँ, खाएरै हुर्केका पनि हो हैन। त्यही भएर पनि हामीलाई चाहिँ एकदम धेरै मिठो लाग्छ। यहाँ हाम्रो राजेश भाइको पसल चाहिँ एकदम धेरै बिजी व्यस्त हुन्छ क्या। भाइले एकदम मिठो 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 खानेकुरा बनाएर दिनुहुन्छ नि त। अनि त्यही भएर हामी पनि आज यतैतिर यसो आएको थियौँ। भाइकोमा चाहिँ यहाँ एकदम समोसा छोला एकदम मिठो पाउँछ। अनि यहाँ चाहिँ हामीले चाहिँ समोसा छोला, फ्राइज मोमो, त्यहाँदेखि फ्राइज चाउमिन, घोलेको चाउमिन, स्टिम मोमो, हामीले चाहिँ धेरै कुराहरू खायौँ। अनि त्यहाँदेखि मिठो पनि हुन्छ। तपाईहरु पनि आउनु होला। भाइको पसल चाहिँ लगभग 12 बजेदेखि लाग्ने गर्छ। भाइ चाहिँ विगत 15-20 वर्षदेखि यही पसल चलाएर बसिराख्नु भएको छ। अनि त्यही भएर भद्रपुर आउँदाखेरि यसमा आएर खानु होला, स्टलमा आएर। थ्यांक यू फर वाचिङ माई ब्लग।